यत्रो वर्षदेखि त हामीले बुझिरहेछौँ नि, अहिले त त्यहाँ हिँड्नै अप्ठ्यारो भयो। त्यत्रो भनेर खै काम गरे अहिले भन्ने मात्र यो जनतालाई छाडा मात्र हाल्यो सब कालो सिम हाल्यो हामी ठुलो मान्छेलाई त गाह्रो छ, बाटोमा हिँड्ने चाहिँ नि के भन्छ स्कुल जाने बच्चाहरू चाहिँ नि त्यहाँ यता टेक्निक उता टेक्निक भएर चाहिँ नि लडिराखेको अवस्था छ। तपाईँ यहाँ बसेर हामी यहाँ बसेर अफिसमा आएर चाहिँ नि यसरी तपाईँले हो होइन भन्नुहुन्छ, म हो भन्छु होइन, यहाँ बसेर गराइराख्नु भन्दा कम्तीमा फिल्डमा गएर यति भएको छ यसलाई चाहिँ यति गर्न सकिन्छ भनेर सल्युसन निकाल्न सकियो भने बेटर हुन्छ के सर। त्यही भएर तपाईँले यति रिक्वेस्ट गरेको त्यहाँसम्म जाउँ कि कम्तीमा। तपाईँ सामाजिक दायित्व कुरामा चाहिँ तपाईँले त्यो चाहिँ तपाईँले चाहिँ छोड्नु हुँदैन, किनभने जस्तै बच्चाहरू जस्तो बाल अधिकारको कुरो हो तपाईँको, होइन बस्तीको बिचमा तपाईँ छिन्नु भएको छ नि त, होइन बस्तीको। तर तपाईँले सोध्नु त त्यहाँको बस्तीहरू कति चाहिँ सहर भन्दा पनि ओहो यति चाहिँ हामीले सहनै पर्छ। यहाँ जेसिबी आएर कम्तीमा तपाईँको 12 देखि 18 इन्चीसम्मको चाहिँ माटो निकालेर चाहिँ त्यसलाई हिलो मिलाएको भन्छ कि चाहिँ कटिङ गराएको भन्छ, निकासको पाइप हाल्छौँ त्यसपछि मात्रै तपाईँहरूले हाल्नु भन्दाखेरि हुन्छ पनि भन्ने कुरो भयो थियो। तर अहिले तुरन्तै काम नहुँदाखेरि हामीले फेरि काम अलिकति अप्ठ्यारो पर्ने भयो भने पानी पोखरी भइरहेछ, बाइक आउँदाखेरि वालसित भत्केर चाहिँ उता खेतमा पुर्याइरहेको पनि ठुलो टेन्सन कि कताबाट जाने अब हामी। वरिपरि क्षेत्रको चाहिँ समस्या लिएर हामी सबैजना साथीहरू यहाँ तपाईँहरूको अफिसमा भेला भएको छौँ होइन, एकचोटि डिटेलली कुरा गर्नु पऱ्यो भनेर। कति मिनट लाग्छ? ए निस्किन लाग्नु भयो ल। एकचोटि यहाँ सबै साथीहरू चाहिँ तपाईँकैलाई नै कोरेर बस्नु भएको छ ल, एकचोटि आइहाल्नु है त। ल पाइप हामीले खोलेको चाहिँ होइन, त्यो हल्लाएर चाहिँ फुट्यो कि भन्ने कुरा चाहिँ होला होइन। पाइप चाहिँ निकाल्ने समस्या हुँदैन पाइप निकाल्यो भनेको त अरू टुक्रा मात्रै निकाल्दैछ क्या। पाइप नभए पनि त्यहाँ त हाम्रो ब्लकै गर्दा छ, त्यहाँबाट हाम्रो पानी रासेन। त्यही ब्लक भयो त नि होइन, त्यो हामीले इन्टेन्सनली खोलेको छैनौँ होइन, त्यो पानी बढी आएर आफै फुटेर गएको भयो होला, मात्र हामीले त्यहाँ खोलेको छैनौँ। किनभने यत्रो तपाईँहरूको ठुलो प्रोजेक्ट छ हो कि होइन, ठुलो प्रोजेक्ट छ चाहिँ हामी चाहिँ नि हामी ठुलो मान्छेलाई त गाह्रो छ, बाटोमा हिँड्ने चाहिँ नि के भन्छ स्कुल जाने बच्चाहरू चाहिँ नि त्यहाँ यता टेक्निक उता टेक्निक भएर चाहिँ नि लडिराखेको अवस्था छ कि तपाईँले व्यक्तिगत रूपमा हामीले भन्नु खोजेको होइन कि जब तपाईँहरूले चाहिँ के छ यत्रो ठुलो प्रोजेक्टलाई चाहिँ सामान्य रूपमा चाहिँ तपाईँले अब हुन त तपाईँको प्राविधिक रूपमा तपाईँले के गर्न सक्नुभयो के गर्नुभयो, तर चाहिँ तपाईँले सामाजिक दायित्व कुरामा चाहिँ तपाईँले त्यो चाहिँ तपाईँले चाहिँ छोड्नु हुँदैन, किनभने जस्तै बच्चाहरू जस्तो बाल अधिकारको कुरो हो तपाईँको, होइन बच्चाहरू गइरहेछ। अब हामीसम्म त बच्चाहरू त्यहाँ लड्छ उ गर्छ उ हुन्छ, जस्तै तपाईँ अहिले बस्तीको बिचमै तपाईँले जानु भएको छ त, होइन बस्तीको बिचमा तपाईँ छिन्नु भएको छ नि त, होइन बस्तीको। तर तपाईँले सोध्नु त त्यहाँको बस्तीहरू कति चाहिँ सहर भन्दा पनि ओहो यति चाहिँ हामीले सहनै पर्छ। आज 1 वर्ष सहेर हामीले 20 वर्ष हामीले सेवा पाउँछ भने हामी किन सहँदैनौँ भनेर त्यो कम्युनिटीको मान्छेहरू बसिरहेछ। तपाईँले हामीलाई दोष हामीले दोष भनेर केही निचोड आउँदैन, किनभने हामी दुईजना बसे 3टा विकल्प निक्लिन सक्नु पर्यो कि। तपाईँ यहाँ बसेर हामी यहाँ बसेर अफिसमा आएर चाहिँ यसरी तपाईँले हो होइन भन्नुहुन्छ, म हो भन्छु होइन, यहाँ बसेर कुरा यो कराइराख्नु भन्दा कम्तीमा फिल्डमा गएर यति भएको छ यसलाई चाहिँ यति गर्न सकिन्छ भनेर एउटा चाहिँ नि सल्युसनको चाहिँ नि एउटा निकाल्न सकियो भने बेटर हुन्छ के सर। त्यही भएर तपाईँले यति रिक्वेस्ट गरेको त्यहाँसम्म जाउँ कि कम्तीमा। निकासको पाइप हाल्छौँ त्यसपछि मात्रै तपाईँहरूले हाल्नु भन्दाखेरि हुन्छ पनि भन्ने कुरो भयो थियो। तर अहिले तुरन्तै काम नहुँदाखेरि हामीले फेरि काम अलिकति अप्ठ्यारो पर्ने भयो भने अनि जयराम दाई पनि अगाडि आउनु भएको थियो। जयराम दाईले के भन्यो भने अहिले तुरन्तै बजेट छैन प्रेम, अहिले उहाँहरूको काम गराउँदै गर्नु, त्यसपछि हाम्रो बजेट हाम्रो चाहिँ नि व्यवस्था हुने बित्तिकै अनि हामी साइडबाट चाहिँ राखेर लैजाउँला हाम्रो निकासको पाइप भनियो। पछि अनि अघिल्लो वर्षको असारमा यो कुरो भयो भन्दाखेरि यो जुन तपाईँहरूको जुन साइड म्यानुअलहरू कतिवटा बिग्रिन्छ भन्ने कुरा सबै चाहिँ नि वडामा तपाईँहरूको अफिसमा सम्म चाहिँ रिपोर्टिङ भएको थियो है। फेरि त्यो भइसकेपछि अनि गरियो, गरिसकेपछि समस्या कहाँनिर आइदियो त भन्दाखेरि त्यति हुँदाखेरि पनि अब त्यो भत्किएको सम्म पनि समस्या भएन के सर। अहिले आएर चाहिँ तपाईँको माटो निकालेर चाहिँ नि यहाँ चाहिँ नि पोखरी बनाइदिएपछि बल्ल चाहिँ नि अलिकति मान्छेलाई अहिले के गरिदिन्छु भने मेरो ब्रेड लगाइदिन्छु ब्रेड लाएर चाहिँ जहाँ अलिक धेरै खाल्डो छ त्यहाँ अलिअलि पुर्न सकिन्छ भने कम्तीमा चाहिँ मान्छे हिँड्ने लायक यो बाटो बनाउनु पर्यो कि। बङ्गालमा चाहिँ यहाँ हाम्रो सबै मगर दौड हालिसकेको थियो एरियामा। अब यहाँ कति ठाउँमा चोरेको पनि रहेछ, कुनै ठाउँमा चोरेको, त्यसले गर्दाखेरि हाम्रो डबल परिरहेको छ। त्यही भएर हामीले अहिले के गरेर टेम्पोरेरीको लागि त्यत्रो भनेर खै काम गरे
अहिले भन्ने मात्र यो जनतालाई छाड मात्र हाल्यो यिनीहरूले सब कालो सिम हालेर यिनीहरूलाई अस्ति भनेको 2 हप्ता अगाडि भने हामीले त्यो अर्को सानो हामीले त्यत्रो वारेन्टी छ खाल्टो छ बाटोमा माथिको पनि सबबेस राखेर कम्प्लिट गरेको छैन यताबाट आउँदाखेरि त्यो मेसिनरी वाल पानी पोखरी भइरहेछ बाइक आउँदाखेरि वालसित भत्केर चाहिँ उता खेतमा पुर्याइरहेको पनि ठुलो टेन्सन कि कताबाट जाने अब हामी समस्या परिरहेछ यो यस्तो खाल्टोहरू चाहिँ अब समयमै पुर्दियो भने जोखिम न्यूनीकरण हुनसक्छ यो चाहिँ मेरो सुझाव